र हेर्नुहोस् है साथीहरू, यो चाहिँ पिचकारी बनाउने है सामानहरू। यो भयो रबर ब्यान्ड र यो सिल्भरको तार र पेन है। यसको यो छेड चाहिँ सानो हुन्छ, त्यही भएर चाहिँ पेन, नत्र चाहिँ यो बाँस पनि हुन्छ है। बाँस पनि यो सानो छ र म यो बाँस लगाउने छु। र काटी है, यो चाहिँ काटी, यो त्यस्तै चिजहरूले चाहिँ हामी पिचकारी बनाउने छौँ आज है। यहाँ दाजुले बनाएर देखाउनु हुनेछ। यो सिल्भरको तारलाई चाहिँ यो सेपमा बनाउनु पर्छ ताकि हामीले यो बाँस र काटीलाई सजिलो प्रकारले बाँध्न सकौँ। र काटीलाई अब चाहिँ हामी यहाँ माथि बाँध्नेछौँ है। र यसरी घरमै बनाएको पिचकारी किचन गार्डनमा पानी लगाउन एकदमै सजिलो हुन्छ। अब तयारी भयो र हेर्नमा चाहिँ यस्तो देखिन्छ र म हजुरहरूलाई ट्राई गरेर पनि देखाउने छु। आशा राखेको छु हजुरहरूले पनि घरमा एकचोटि ट्राई गर्नुहुन्छ भनेर, साथै सेयर गरिदिनुहुन्छ भनेर। थ्याङ्क्स फर वाचिङ।